Hi everyone, welcome to the vlog. अनि ह्याप्पी सन्डे सबैलाई। तर मेरो लागि केही ह्याप्पी छैन किनभने आज म जानुपर्छ ड्युटी। त्यही भएर चाहिँ म ह्याप्पी छुइनँ। के भयो? के भयो थिएँ? तपाईँ अन्धकारमा बसिरहेको छ त। हालिदिन्छ लान्छु त्यही के हालिदिनु लान्छु। आज पाउँछ पानी तर हामीलाई त्यो भित्र थाहै हुँदैन। म त बाहिर आएर तपाईँले फोनबाट पनि थाहा भएको अस्ति त पानी आउँदैछ होइन माथिमा आएछ कि पानी तर हामी तल्लोपट्टि थियो नि त थाहै भएन। त्यो भित्र त फ्यान खोलिन्छ ल गरम बेसी भएर बाहिर गेटमा उभिँदा चाहिँ अलिक जाडो हुन्छ कि भित्र त गरम हुन्छ। कोही बेला छिमेकी खान्छ च्यादर खाइदिउँ भनेको त्यही त त्यो अहिले नयाँ लगाएको थिएँ कि त्यो चुहिएको छ कि त्यसलाई अल्ट्यापल्ट्या गरौँ भनेर ए भन्दा पक्रिनु क्यामेरा म चाहिँ आइपुगेँ मेरो ड्युटी। सुट गर्नै बिर्सेछु गाडी चढेको उकालो गएको रेडी भएको त के त्यही भएर चाहिँ म मेरो ड्युटी आइसकेँ। मेरो 9 बजीको ड्युटी अलिकति छिटो आएछु र यहाँ पेन्ट्रीमा बसिरहेको छु। 9 बजीतिर जान्छु। जियो मार्टको गेटमा छु। अब मेरो यहाँ छ ड्युटी। यो भर्नुपर्ने हुन्छ।
30 seconds गर ल 먹어. बाटाबाट घटाउनु त्यो सक्छस् का बिहिबार चाहिँ भेनाको साइड सिन छ अरे नि त साइड सिन कि के भेना सायद 6 बजे 15 तिर हिँड्छ होला कि म यहाँबाट त्यो भेना गाडी जान्छु ल किन सुनको सबैको यसकोमा आउनु नि सुरजकोमै जान्छु भनेको ए बिहान भेट र म चाहिँ मेरो आज सन्डेको सानो भ्लग सुट गरेर चाहिँ अब घरमा आएर पनि त्यो ड्युटी सकेर पनि घरमा आएर पनि म चाहिँ सुतिसकेँ बाई